Hi everyone, Namaste. This is Eva and welcome back to my channel after a long time. अनि आज चाहिँ झ्याप्प याद आयो अनि आज चाहिँ म जसरी भए नि ब्लग बनाउँछु भनेर स्टार्ट गरेको ब्लग। अनि आजको भिडियो चाहिँ अ डे इन माई लाइफ भिडियो हुनेवाला छ। मैले अस्ति पनि फिल्म गरेको थिएँ तर त्यो कम्प्लिटै हुन पाएन, तर आज चाहिँ म जसै भए नि कम्प्लिट गर्छु। सो अहिले चाहिँ म भर्खर उठेको, एज यु गाइज क्यान सी मी अन माई कम्फी पिजेस। अनि अब चाहिँ मलाई बिहान बिहान उठेर चाहिँ मलाई घुमाइ रोटी खान मन लाग्यो, सेलरोटी। आई कल इट घुमाइ रोटी। अनि मलाई यति मनपर्छ सेलरोटी चाहिँ। अनि अब सेलरोटी चाहिँ अब चियासँग हुन्छ कि तरकारीसँग हुन्छ, लेट्स सी केसँग खाने। अनि बिहान बिहान खान मन लाग्यो। अब चाहिँ घुमाइ रोटी चाहिँ लिन जाऊँ होला। So I will take you guys with me. Let's start our video. अब जाम है त सेलरोटी लिन। 5 बजी रोटी चाहिँ लिइसकेँ अनि आई जस्ट नोटिस म त घरको चक्करमा गएको थिएँ। अब चाहिँ दुध लिन जाम। So guys, फर्स्टमा चाहिँ we gonna have this papaya. So फर्स्टमा चाहिँ यो पपाया खाम। पहिला सुरु चाहिँ फ्रुट्सबाट हाम्रो दिन स्टार्ट गरौँ है त। गाइस म चाहिँ मेरो ब्याक टु अर्को नर्मल गाउन भइसकेँ, किनकि त्यो पिजेसमा चाहिँ अघि लास्टै गर्मी छ नि त। अनि पसिना हुन्छ मेरो त राति सुत्ने बेलाको पिजेसमा भनेर चाहिँ मैले योमा चेन्ज गरेँ। त्यही भएर नि हजुरले मेरो ड्रेस चेन्ज भएको देख्न सक्नुहुन्छ। अहिले चाहिँ पपाया खाम। मलाई त त्यो पाक्केवाला पपाया मनपर्छ किनकि गुलियो हुन्छ नि त। अनि यत्तिको फ्रुट चाहिँ खानुपर्छ बिहान बिहान, अनि किनकि इट्स गुड फर हेल्थ। अब यो खाएपछि बल्ल अरू के खाने हो बल्ल सुरु हुन्छ। सो गाइस फाइनली रोटी खाने बेला चाहिँ आयो। अब चाहिँ हामी यो रोटी खाम। अनि यो रोटी चाहिँ तपाईँहरूलाई त्यस्तो हुन्छ कि मलाई चाहिँ त्यस्तो हो, जति खाए पनि पुग्दैन। अनि आज चाहिँ छ हामीसँग यही हो ब्रेकफास्ट, नेपाली ब्रेकफास्ट गाइस। रोटी, सेलरोटी एन्ड दुध चिया। लेट्स गो। अब खाम है त। कस्तो राम्रो देखेको है। यहाँबाट चाहिँ हल्का एन्टी लाइट पर्दो रहेछ कि पछाडि लाइटबाट, तर इट्स ओके। हामी खानातर्फ लागौँ। हामीसँग छ यहाँ रोटी। अनि यो चाहिँ मुसाले खाइदिएको चाहिँ होइन है गाइस, मैले खाएको अघि, किनकि मैले सबर गर्न नसकेर, रोक्न नसकेर उही भए। मलाई मनपर्ने कुरामा चाहिँ आई हेभ 0 लेभल अफ पेसेन्ट गाइस। आफूलाई मनपर्ने कुरामा चाहिँ मलाई चाहिँ सो यस्तै डिप गर्ने अनि खाने। फर्स्ट बाइट खाम है त। यसलाई चाहिँ यहाँ राखिराख्नुपर्छ किनकि ओइ हसो चिकन खानु भयो चियामै घोलेर खायो नि भयो, पुरै भाँचेर मसिनो बनाएर राखेर मलाई यसरी छ कि सुप गर्नु पुरै चियाले भिजोस् कि। त्यो रोटी त तरकारी मासुसँग नि मिठो हुन्छ। त्यहाँ पनि खाऊँ। सो गाइस अब खाएको त कति देखाउनु है।
हजुरहरूले हेर्दै गर्नु होला। अब यो पछि कहाँ कहाँ जान्छु के गर्छु सेयर गर्दै गर्छु। अहिलेको लागि चाहिँ बाई, म खाएर आउँछु। सो गाइज अघि हजुरहरूले देखिसक्नुभयो होला मैले चियासा खाएँ, सेलरोटीहरू पनि खाएँ। अनि अब चाहिँ आई हेभ टु गेट रेडी फर माई इन्टर्न चाहिँ 2 बजेबाट 5 बजेसम्म हो। अनि या अहिले चाहिँ 1 बज्यो, के गर्दा कसो गर्दा 2 बजिहाल्छ, जानु पर्यो होइन। सो अब चाहिँ रेडी भयौँ। सो मेरो 22टा क्लासहरू चाहिँ अस्ति नै सकियो। हजुरहरूले लास्ट डे अफ 22टा क्लास पनि हेर्नुभयो होला भ्लग, त्यो दिनमा नि भ्लग गरेको थिएँ। अब चाहिँ मेरो इन्टर्न हुँदैछ, कति दिन त सकिसक्यो, अब धेरै दिन बाँकी छैन। सो या अब इन्टर्नको लागि चाहिँ रेडी भयौँ। सो गाइज म चाहिँ रेडी भइसकेँ। अनि या रेडी हुनु भनेको चाहिँ यति नै हो। सो मैले चाहिँ कपाल बनाएको छैन, उतै गएर बनाउँछु, किनकि यहाँबाट हेलमेट ओढेर जानुपर्छ अनि कपाल बिग्रिन्छ। बरु उतै गएर बनाउँदा चाहिँ ठिक होला जस्तो लागेर चाहिँ म सधैँ त्यस्तो गर्छु। अनि हामीलाई चाहिँ त्यतिखेर चाहिँ त्यो इन्टर्नको टाइममा चाहिँ लाइक हामीले हातमा केही लाउन पाउँदैन। सो सधैँ त्यो घडीहरू लाउने बानी भएर चाहिँ अलिक खाली खाली लाग्छ, तर इट्स ओके। नभए यति भन्दै लेट्स गो। अहिले चाहिँ 150 ओभर भइसक्यो। गाइज टकिङ अबाउट पोखराज वेदर टुडे, आज चाहिँ यस्तो फगी छ है गाइज पोखराको वेदर चाहिँ। अनि म चाहिँ यहाँ छु, अब चाहिँ जानुपर्ने हुन्छ। हल्का सिमसिम पानी परेको छ हो, यतिखेरै निस्किनुपर्छ, नभए योभन्दा ठुलो पऱ्यो भने रेनकोट ओढ्नुपर्छ। अनि रेनकोट ओढ्न ज्याउ लाउँछ। सो अब चाहिँ जाम होला। सो गाइज यो चाहिँ नेक्स्ट डे हो। अनि हिजोको भ्लग चाहिँ के भयो प्लस भिडियोजहरू पनि एकदमै छोटो भयो। अनि द्याट्स वाइ आज चाहिँ लाइक यस्तो मर्ज गरेर आजको भ्लग पनि मर्ज गरिदिन्छु जस्तो भयो मलाई चाहिँ। प्लस हिजो चाहिँ भ्लग पनि त्यति राम्रोसँग गर्न नि पाएन त्यो पछि। अनि अब चाहिँ हामी चाहिँ अहिले चाहिँ मोमो खान आएको। आज चाहिँ यस्तो मोमो क्रेभिङ भएर मोमो खान आएको। अस्ति भर्खरै खाएको, फेरि पनि अब मोमो भनेको त्यस्तो हुन्छ गाइस, किन हो मलाई मात्रै फेभरेट हो कि हजुरहरूलाई पनि हो। मोमो त आज खायो भुन्ने फेरि खाम हुन्छ होइन। सो द्याट्स वाइ मोमो इज लभ भन्छु मेरो लागि चाहिँ। अनि यहाँ सिजनचोकमा चाहिँ हामी तिमीले मोमो खान आएको। अनि यहाँको चाहिँ यस्तो मिठो हुन्छ, अरू बेला चाहिँ सेफाली के नि खान्थ्यो, तर आज चाहिँ मोमो मात्रै खाइन्छ हामी। लेट्सको अब चाहिँ मोमो आएपछि देखाउँछु है त हजुरलाई। सो गाइज हाम्रो चाहिँ यो बफ सुप हो, आइसक्यो। यो चाहिँ कम्प्लिमेन्ट्री सुप दिनुहुन्छ। अनि यस्तो टेस्टी हुन्छ यो सुप। अनि हामीले त कति खान्छौँ यो सुप त थपी। यहाँको अङ्कलले हामीलाई चिनिसक्नुभयो कि डेली आउने भएर। सो म पनि आइसक्यो, त्यो चाहिँ अलिक एकछिनमा देखाउँछु। फर्स्टमा म हजुरलाई देखाउँछु म यो सुप चाहिँ कसरी टेस्टी बनाउने भनेर। यहाँ छ हाम्रो, देखाउनै मिलेन हो, यहाँ छ हाम्रो सुप। अनि यो चाहिँ पिरो खालके सस हो, भेरी स्पाइसी बट मिठो हुन्छ। अब यो पिरो सस नि हाल्ने अलिकति। अनि त्यो पछि चाहिँ लसुनको पानी के लसुन हालेको पानी के भन्छ हो भन्न नै आएन, यो हाल्ने। यो चाहिँ मस्ट हो, यस्तो मिठो बनाउँछ यसले नि, थोरै हाल्ने। अनि अर्को छ हामीसँग अर्को अचार। यहाँ 2टा भेराइटी अफ अचार हुन्छ नि, 2टै हाल्ने। अझै छ भने अझै हाल्ने, अलिकति हाल्ने। ओ भयो। देन यु हेभ टु मिक्स इट वेल। अनि हाम्रो अचार रेडी हुन्छ। अचार रे सुप। अब खामै त। फर्स्ट सिप। म हजुरलाई मोमो पनि देखाउँछु। यो छ हाम्रो मोमो अनि सुप। अघिको कलर र अहिलेको कलर हेर्नुहोस्, डिफ्रेन्ट छ नि त। मैले सबै उत्योहरू हालेर। यो छ हाम्रो मोमो, त्यहाँ पनि मोमो।
यस्तो ठुलो हुन्छ नि यहाँको मोमो यो अचारमा यसरी डिप गर्ने अनि यस्तो गर्ने अनि 1 गोमा खाने गाइस खाए ल चियर्स सुट्यो मेरो मोमो जुसी हुन्छ क्या यहाँको मोमो गाइस सो गाइस अब चाहिँ हामीले खाइसक्यो हो मोमो अब चाहिँ हामी कता कता जान्छौँ खोइ आई गेस भेजिटेबलहरू किन्न जान्छौँ होला अनि समथिङ अरू कुराहरू पनि अनि या अब चाहिँ निस्क्यौँ त्यो खाली पेट पनि हजुरहरूलाई के देखाउने भनेर देखाइनँ सो या मेरो अफिस चाहिँ यस्तो छ अहिले हामी चाहिँ नि सधैँ आउने चाहिँ यहाँ हो सागु टिबेटन रेस्टुरेन्टमा सो अब चाहिँ जाऊँ होला कहाँ जान्छु हजुरहरूसँग कनेक्ट भइरहेको छु है त मेरो बेबी चाहिँ यहाँ छ लेट्स गो सो गाइज मैले त लास्टको यो भिडियोको लास्ट इन्डिङ भिडियो त खिच्नै बिर्सेको रहेछु सो आइ एम मेकिङ दिस भिडियो राइट नाउ अनि या अब यो भिडियो चाहिँ एकदमै छोटो भएको छ त्यही पनि यो छोटो भिडियो हेरेर चाहिँ हजुरले इन्जोय गरिदिनु भयो होला प्लस आज चाहिँ हामी त्यहाँबाट चाहिँ फर्केपछि चाहिँ हामी अन्त कहीँ पनि गएनौँ सिधै घर फर्कियौँ अनि या म यस्तै यस्तै भिडियोहरू चाहिँ म लिएर आउँदै गर्छु अनि भ्लग्सहरू अझै अपलोड गर्दै गर्छु till that see you guys on the next vlog or next video अनि thank you so much for watching till the end आजको भिडियो चाहिँ अब चाहिँ नेक्स्ट भिडियोमा हामी भेट्ने नै छौँ भनेर चाहिँ bye guys भन्नु चाहिँ sleep well sleep good